ल म पनि काममा गएको ल हुन्छ। अलिक मलाई बेलुका हुन्छ होला आउनुको लागि। हजुर आमा पनि बिमारी छ हो, हजुर अलिक आमालाई राम्ररी हेर्नु है। ल हुन्छ। ल बुहारी मान्छे अरे जहिले भित्रै पसेर हा हि गर्यो, त्यत्तिकै दिन काट्नु छ। आया अब यसलाई जानेको छु मैले। बुहारी, ओइ बुहारी, यहाँ आइज त। हजुर आमा। के हो तिमीहरू त अनि भित्रै मात्रै बस्छौ त, कामसाम गर्नु छैन? कस्तो टाउको दुखिरहेको छ आफ्नो यहाँ। जा एक कप चिया बनाएर लिएर आइज। हुन्छ म लिएर आएँ। त्यो काली दिदीको बुहारीले त सबै थोक ठक 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 ल्याइदिन्छ, मेरो चाहिँ के हो यस्तो खै के भन्नु भन्नु। मैले चाहिँ बुहारी पाएको रहेछु, राम 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 राम। आमा चिया। अब त्यो बाहिर के काम छ सबै गर्ने। हुन्छ आमा। कसले फोन गरेछौ? आँखाले पनि भ्याउँदिन हौ। ए मेरो साथीले पो फोन गरेको रहेछ, खोइ कल गरी हेरौँ त्यसलाई, के काम थियो कि। हेलो, ए झिम्ली फोन गरेको थिएछस्, भन्न त अनि कतिको कामले तैँले फोन गरिसौ? ए त्यही त भन्नु त भनेको थिइस् नि, के गर्नु मेरो पनि जिउ सन्चा थिएन, बिमार थिएँ, आउनु त मन थियो नि मलाई पनि कति। अनि बुहारी चाहिँ कहाँको लिएको त? ए अनि यता सुन्न, अनि दाइजोमा के दियो त तँलाई? ए हर, ए मजा भएछ त अनि तेरो त है। ए ल न त ल। बा यसको बुहारीले त यता सोफा अरे, यता गोद्रेज अरे, यता सुपर सेट अरे, सुन पनि बोलेको छ अरे। मेरो त छैन केही पनि। न यसलाई म